ल यहाँनिर तपाईले जस्ट बुझ्नुपर्ने कुराहरू यो थोल है त। तर के भन्दाखेरि हामीले उच्चारण गर्दाखेरि यस्तो फ पनि आयो भने थोल भनेर उच्चारण गर्ने भनेर चाहिँ यहाँ उदाहरण राख्छ। डबल फाच्छिममा एउटा जस्ट डबल फाच्छिममा दुईटा मध्ये एउटा चाहिँ साइलेन्ट भएर बस्किन्छ, जसमा हाम्रो यहाँनिर फाच्छिम के थियो भने फाच्छिममा कुन कुन साइलेन्ट भयो भने लसँग ब आयो भने ब साइलेन्ट भयो, अनि लसँग थ आयो भने ल साइलेन्ट भयो, लसँग ह आयो भने साइलेन्ट भयो र लसँग स आयो भने साइलेन्ट भयो। त्यही अनुरूप अनि त्यसपछि मात्र बाँकी के हुन्छ भने ल उच्चारण हुन्छ। जस्ट उदाहरणको लागि हामीले नल्ता 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 हुनुपर्नेमा जहाँ छ हाम्रो साइलेन्ट ब साइलेन्ट हुँदाखेरि नल्ता हो। जस्ट हामीले टार्गेट गर्नुपर्ने भनेको चाहिँ यहाँनिर एउटा साइलेन्ट भइदिन्छ, दुईटा उच्चारण हुँदाखेरि गाह्रो हुने भएकोले गर्दाखेरि हामीले ब साइलेन्ट भइदियो। त्यसैले गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरो के छ भने फटमा दुईटा आउँदाखेरि एउटा साइलेन्ट भइदिन्छ, एउटा उच्चारण हुन्छ। त्यसमा हामीसँग सीमित मात्रामा छ यो डबल फाच्छिम, अरू छैन। त्यसैले गर्दाखेरि हामीले टार्गेट के गर्नुपर्छ भन्दाखेरि मुख्य हामीले कुन चाहिँ उच्चारण हुन्छ कुन उच्चारण हुँदैन भन्ने कुरा, कुन साइलेन्ट हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ। त्यही अनुरूप हाल ल र थ फाच्छिममा लको उच्चारण फाच्छिममा ल हुन्छ भने आदि लघु हुन्छ भने थको उच्चारण त हुन्छ। तर के भन्दाखेरि यहाँनिर हाम्रो साइलेन्ट के भयो भने थ साइलेन्ट हुँदाखेरि हाम्रो हाल्ता भने चाट्नु भन्ने हो। अनि त्यसपछि नेक्स्टमा ल र ह छ। हाम्रो रुलमा जो सिंगल फाच्छिममा हो भने हाम्रो ह को उच्चारण त हुन्छ र को उच्चारण ल हुन्छ। त्यही अनुसार हाम्रो चाहिँ यहाँनिर ह चाहिँ साइलेन्ट भइदियो। साइलेन्ट भइदिएपछि ल को कुल्ठा हुन्छ। अनि त्यसपछि नेक्स्टमा यहाँ चाहिँ हामीले थोल भन्ने चाहिँ पहिलो जन्मदिन हो, तर हामीले यो बनाउनु पर्दाखेरि यदि आइ उ गरेको भएमा फ पनि साइलेन्ट भइदिन्छ। र त्यसैले तपाईले ख्याल गर्नुपर्ने मुख्य विषय के भन्दाखेरि हामीले कुन साइलेन्ट हुन्छ कुन चाहिँ उच्चारण हुन्छ भन्ने कुरा। फ हो सर, यो चाहिँ फ है त। ए के छ फ, यो चाहिँ ब रहेछ, ब होइन ब। यो चाहिँ के भन्दाखेरि तर यो मिनिङमा ठिक छैन। हामीले थोल भनेको जन्मदिन हो, तर के भन्दाखेरि यहाँ चाहिँ के भयो ब चाहिँ साइलेन्ट भइदियो क्या, ब चाहिँ साइलेन्ट भइदियो है त। थोल माने थोलको मिनिङ यिनीहरू हो। त्यही अनुरूप हामीले उच्चारण हुन्छ। यो कुरा बुझ्नुभयो? ल यहाँ आज हाम्रो पाठ यो छ। विशेष गरी हामीले उच्चारणमा ध्यान दिनु पर्दाखेरि फाच्छिमको कुरा आउँदाखेरि हामीले यो ध्यान दिनुपर्ने हुन्छ। आज हाम्रो फाच्छिमको कुरा छ। त्यसैले गर्दाखेरि यदि फाच्छिममा द स स ज छ ख थ ह आएको अवस्थामा त को उच्चारण गरिन्छ। यो कुरा तपाईले माइन्ड सेट गर्नु होला, किनभने एउटै एउटा नै फाच्छिममा 7वटा कन्सोनेन्टले एउटै उच्चारण गरिन्छ। यो कुरा हामीले जान्नै पर्ने हुन्छ, किनकि द स स ज छ ख थ ह यतिले चाहिँ हामीले तको उच्चारण गरिन्छ। उदाहरणको निम्ति हामीले हेर्ने हो भने यहाँनिर टार्गेट के गर्नुपर्छ भने हामी फाच्छिममा टार्गेट गर्नुपर्ने हुन्छ। जस्ट हामीले के गर्नु पर्यो भने हामीले पहिला कन्सोनेन्टकै उच्चारण गर्यो भने पहिलाकै जसको उच्चारण गर्यो भने यसलाई खाट भन्ने हुन्छ, खाट। अनि फेरि यसलाई हामीले फेरि पहिलाकै जस्तो उच्चारण गर्यो भने यो चाहिँ हाम्रो के हुन्छ भने खास भन्ने हुन्छ। यदि फेरि यसलाई चाहिँ हामीले यसलाई फेरि उच्चारण गर्नु पर्यो भने यसलाई उच्चारण गर्नु पर्यो भने खास भन्ने हुन्छ। र यसलाई फेरि हामीले
उच्चारण गर्नु पर्यो भने खाच भन्ने हुन्छ। यदि हाम्रो त्यो कन्सोनेन्टकै तरिकाले उच्चारण गर्यो भने यो खाच खाच भन्ने हुन्छ। र यो चाहिँ खा हो खा एकेले यसलाई चाहिँ हामी खा भनौँ। अब जस्तै आदि हको उच्चारण छ। तर हाम्रो के आयो भने यहाँनिर बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यतिको चाहिँ एउटै उच्चारण छ। त उच्चारण हुन्छ भनिसके पछाडि हामीले यहाँनिर हेर्नुपर्छ। त उच्चारण भयो भनिसके पछाडि हाम्रो खात हो, यो सबै खात मात्रै हो। किनभने यसको के भन्दाखेरि हामीले बुझ्नुपर्ने कुरा के भने फाच्छिममा यति 7 अङ्क आयो भने तको आदि तको उच्चारण गरिन्छ भन्ने कुरा चाहिँ हामीले माइनसमा गर्नुपर्छ। अलरेडी हामीले कन्सोनेन्ट भनेको आधा उच्चारण हुन्छ मात्रै भनेर भनिसकेको छौँ। त्यसले गर्दाखेरि यो हामीले पूर्ण उच्चारण होइन, किनकि हामीले हाम्रो यो पूर्ण होइन द भए पनि आदि तको उच्चारण छ। जस अब हामीले माथि आएको अवस्थामा पनि दलाई आदि द पूर्ण छैन भनेर त हामीले पढिसकेको छौँ। त्यसैले गर्दाखेरि हामीले जान्नुपर्ने कुरो मुख्य के भन्दाखेरि यो फाच्छिममा 7वटा फाच्छिम आउँदाखेरि हिजो अस्ति हामीले पढेको कुनै एउटैमा त न जस्तै न भनेको चाहिँ आदि न उच्चारण छ, म भनेको आदि म उच्चारण छ भने हाम्रो आजको पाठमा के छ भने मुख्य 7वटा चाहिँ एकै अर्थलाई चाहिँ जनाउँछ। भन्नुको अर्थ यदि फाच्छिममा द स ज छ थ ह आएको अवस्थामा तको उच्चारण गरिन्छ र त्यही अनुसार हामीले उच्चारण गर्न पर्ने हुन्छ है त।